साथीहरू राधे राधे, कस्तो छ? वेलकम टु आवर एनपी शाहिद ब्लगमा। आज हाम्रो यो पार्ट 3। आज फेरि तपाईँले हेराउँछु कि अहिले कतिसम्म फुटेज छ। तपाईँले थाहा छ कि हामी त्यहाँबाट फोडिया छु पछाडिबाट, त माथि गएर हामी तपाईँले हेराउँछु अनि के अहिले काम भएछ त्यो सबै पनि हेराउँछु। भिडियोमा जुडिरहनु अनि हेर्दै रहनु। सबभन्दा पहिले हामी त अहिले माथि गइरहेछु अनि माथिबाट यता साइडबाट पनि हेराउँछु तपाईँलाई कति इँटा फोडेको छ। त्यसपछि म अर्को रुम आएँ, पहिला त्यो रुममा जानुपर्छ। अहिले यो पार गएर म त्यो रुममा गएँ अनि यहाँबाट अहिले पुरै मान्छे त माथि छ, मुनि काम गरिरहेछ। अहिले त हामी अहिले एक तल छु। यहाँबाट अस्तिमा तपाईँ हेर्नु भयो, त्यो पार्ट 2मा हेर्नुभयो त्यो भिडियो, त्यहाँको काम भइरहेछ। त्यो यतिसम्म अहिले फुटिसकेको छ पुरै। अनि भोलि यसलाई के गर्नु छ, त्यो इँटा सिटा सबै फोडेर राम्ररी गरेर त्यहाँ बिचमा जस्तो इँटा राखेको छ त्यस्तै इँटा गरिदिनु छ। तर के हुन्छ त्यो राम्रो हुन्छ नि, फेरि त्यो इँटा जान सक्छ फेरि। अनि त्यस्तै गरेर हामी यो हेर्नु कति राम्रो यहाँको काम भइसकेको छ। अहिले त सबैजना माथिबाट काम गरिरहेछ, माथिबाट छत भस्काइरहेको छ सबैजना। अब तपाईँले हामी छत यो राखेको छ यसको लागि कि यो इँटाहरू हुँदैन, इँटाहरू माथिबाट यसमा ढुर्काएर तल गिराउन सकिन्छ नि यसमा, त्यसैको लागि त्यो पनि राखेको छ। ल अब हेर्नु हामी छतमुनि हिँड्छु अनि तपाईँले हेराउँछु कि कति काम भयो। सबभन्दा पहिला त छतभन्दा एकभन्दा तलै तपाईँले पनि घुमाउँछु। त्यहाँ पनि इँटा फुडेको छ नि, रेलिङ वेलिङ सबै फोडिदिएछ। हेर्नु यहाँ पनि पुरै इँटा भएछ, यहाँको रेलिङ वेलिङ सबै तुरिदिएछ। हाम्रो मान्छेहरूले काम गरेर मान्छेहरूले पुरै यहाँको पनि तुरिदिएछ। यहाँ स्टार्टिङ गरेर यहाँबाट स्टार्टिङ भएको थियो नि फर्स्टै दिन के गर्ने, मैले भने तपाईँहरू यहीँबाट काम गर्नु स्टार्ट गर्नु भने यहाँबाट इँटा सबै राम्रो साटेर जुन फुटिरहेको छैन, जुन फुटेबाटै फालिदिने, जुन फुटिरहेको छैन नि यहीँ राखेर अनि रेलिङ वेलिङ सबै फोडेर इँटाहरू निकालिरहेको छ। अनि त्यसको त्योभन्दा अझै हेर्नु म राम्रोसँग तपाईँले हेराउँछु नि, बादमा भन्नुहुन्छ कि फेरि जान अनि त्यो त टिना हेर्नु भए के को लागि हो त्यो इँटा त्यहाँबाट हेर्नु माथिबाट तल इँटा खसाउनको लागि, नभए यस्तो फालिन्छ भने इँटा फुटिन्छ, फुट्यो भने हाम्रै घाटा हुन्छ। त्यसै कारणले त्यो सिस्टम लगाएको छ। अनि यो हेर्नु यहाँबाट कति राम्रो हेरिरहेको छ त्यसको घर, नजरेको भने भाइ स्वर्गभन्दा राम्रै थियो त्यसको घर। म तपाईँले के भने हेर्नु गेट, अनि गेट मुनि म ताला लगाएर पनि बसेछु नि, कोही मान्छे आयो भने भनिदिने साहब छैन, साहबसँग कुरा गर्नु तपाईँ एन्ट्री पाउँछ नि। नभए यहाँ दिनमा 10जना मान्छे आइरहेछ, 10जना गइरहेछ, भिडियो बनाउँछ, कोही भनेको छ घुमिरहेछ, तल अलाउड छैन, हाम्रो सरले भन्छ अलाउड छैन। अहिलेसम्म हामीहरू त्यो हेर्नुभयो यति फोडिदिन्छु। अस्ति ट्राई भयो त्यो सावरी आयो त हम्बलसँग फोडेर हेरेँ फुटिहाल्छ कि छैन। ल अब तपाईँ माथि हिँड्नु, म माथि घुमाउँछु अब। अनि माथि गर्दाखेरि यहाँ हेर्नु यतिसम्म काम भइरहेछ, माथि नि पुरै मान्छेहरू छ। यहाँ सुरुदेखि म तपाईँले हेराउँछु, यहाँ हेर्नु कति काम भयो। अनि यहाँ पनि रेलिङहरू थिए, यहाँ पनि त्यसको यो साइडमा राखेर रेलिङ सबै फोडिदिएछ यहाँको पनि। अनि बिचैमा त्यो फुटिरहेछ, यहाँको पनि इँटा सिटा भोलि गिरिने। अब त 5:30 बजे, अब त काम बन्द हुन्छ। त्यसै कारणले यहाँ हेर्नु काम भइरहेछ त्यहाँ, त्यसै कारणले त्यतिसम्म फुटे। अनि अहिले काम त स्टार्टिङ छ, बिहानदेखि मसिन चल्छ, किनभने आजै 2टा मसिन किनेर आयो अनि बिहान चल्छ। यो हेर्नु कति राम्रो यो यसमा सिमेन्ट छाटेर राखेछ नि, त्यस्तै यो पुरै इँटाले के गर्नु छ हामीले छाटेर अनि राख्नु छ, अनि तब नि गाडी आउँछ लिएर जान्छ। त्यसै कारणले पुरै इँटा छानेर त्यस्तै राख्नुपर्छ। ल अनि हेर्नु फेरि म यता तपाईँले हेराउँछु, यहाँ हेर्नु यो टिना त्यसैको लागि लागेको छ, त्यहाँ टुटिसक्यो नि, त्यसै कारणले अहिले हामी इँटा गिराएको छैन। अहिले माथि त्यो अहिले इँटाहरू सबै गरिरहेको छु, भोलि बिहानै हुँदै त्यो बनाएर फेरि कस्तो गिराइदिने। अनि त्यहाँबाट त्यो अस्तिको नि त्यो हेराएको थिएन म रेलिङ पार्ट 1मा तपाईँले हेर्नुभयो होला, मैले हेराएको थिएँ, त्यहाँ टुटिरहेछ, त्यही हो। अनि यहाँ हेर्नु भ्यू भाइ कति राम्रो भ्यू आयो, यहाँ घर कति राम्रो जग्गामा बनाउनु भएको छ हाम्रो प्रधानमन्त्रीले, यति राम्रो भ्यू आयो, दिललाई गुच गरिदिए। ल यहाँ हेर्नु कति सबैजना फोडिया छ अनि कतिसम्म फुटे त पनि हेराउँछु हामीहरू। यहाँ हेर्नु अहिले यहाँ ट्राई भइरहेछ नि, भोलि मसिन चल्छ, त्यसै कारणले ट्राई भइरहेछ, कतिसम्म फुटेछ। अनि हेरेँ त्यहाँ बल पनि छ, त्यसै कारणले त्यो बल निकाल्नु भइरहेछ त्यो दाइ। अनि यहाँ आइसक्यो हामीहरू तल आएपछि यहाँ हेर्नु कति इँटाहरू खसेको छ। अनि फेरि हामी जान्छु त्यहाँ फलामोरा, तपाईँले हेराउने कति फलामरा खाएछ भाइ हेर्नु यहाँ। अनि त्यहाँ बगलमा बेडहरू छ, बेडको त कमी छैन, हाम्रो प्रहरी सुत्ने त्यो बेड हो के, त्यसैको रुमबाट हामी निकालेर यहाँ बेड राखेको छु। अनि बेड राखेपछि हामी फेरि यहाँ घरबहादुरको घर गएर बस्नेछु, अनि त्यहाँ गएर हामी बस्नेछु। ल आजको ब्लग यति नै, तपाईँले राम्रो लाग्यो होला त फलो लाइक गरिदिनु अनि पार्ट 4को इन्तजार गर्नु ल गाइस। धन्यवाद। ल सब्सक्राइब गरेर जानु होला ल गाइस, प्लिज कमेन्ट पनि गरिदिनु होला ल गाइस। राम्रोसँग एकचोटि अझै घर हिँड्नु।